हेलो गाइस, आज हमारे दो जेसीएस आज इस ट्रेनिंग सेंटर पर 2 जेसीएस को खदा से स्वागत करवाया जाएगा। अच्छा, सर्वप्रथम म के भन्न चाहन्छु भने यो हाम्रो EF78 लाइनको ट्रेनिङ सेन्टर, जस्तो कि यहाँ पनि विभिन्न प्रकारको ट्रेनिङहरू भइ नै रहन्छ। इन सर्भिस ट्रेनिङहरू, कोही बेला यो हाम्रो प्रमोसन बोर्ड ट्रेनिङहरू र यो बेसिक ट्रेनिङहरू र जति पनि यो ट्रेनिङ सेन्टर हुनुको कारणले गर्दाखेरि यहाँ आउनु भएको जति पनि अब अहिले फिलहाल तपाईँहरू पनि एउटा ट्रेनिङ लिन आउनु भइरहेको छ। यो खुसीमा हाम्रो यो नयाँ ट्रेनिङका परिवार भनौँ न, हामी सबै छौँ। यो ट्रेनिसहरू, रिक्रुटहरू, मेरो इन्स्ट्रक्टर, म सधैँ सिआई साहबबाट अब तपाईँहरूलाई एउटा कामगर पहिला सिलिङामगर तो गाइस, कपिल द्वारा हमारे जेसीएस को खदा से सम्मान करवाया जा रहा है। तो आप देख पा रहे हैं। 2 नम्बर 2 नम्बर सैल्यूट दे, पहला सैल्यूट दे। सिलिंगामगर। तो गाइस, मनीष छेत्री द्वारा हमारे जेसीएस साहब को खदा से सम्मानित करवाया जा रहा है। ये दृश्य आप देख पा रहे हैं। अब त्यही हो भाइ हो। अब तिमीहरू ट्रेनिङ माग्छ, वेलकम छ यहाँ है। राम्रोसँगले गर्नु ट्रेनिङ। हामी नै यसरी नै अगाडि बढेर आएको हो। घरहरूलाई छोडेर आएको हुन्छ, अब त्यो दुःख त हुन्छ होइन, तर नि अब राम्रोसँगले गर्नु। त्यही हो, उस्ताद साहबहरूले त तिमीहरूलाई राम्रै ट्रेनिङ दिँदैछ। अहिलेदेखि नै अल्छेर अलिक यताउता गडबड भन्छ, पछि पनि फ्युचर त्यही हो। यसरी बढ्दै जान्छ। हामी पनि यसरी बढ्दै आएको पहिलादेखि ट्रेनिङमा। अलिक त्यही हो है। भन्नुहोस् न, म पनि किन इन्स्ट्रक्टरै थिएँ। यसै गरी भन्नुहोस् न, अरू यिनीहरूलाई 20 अब यहाँनिर ब्रिगेड आरसीको ट्रेनिङ सेन्टर यहीँ हो। फर्स्ट सेकेन्ड थर्डको छ होइन। तिमीहरू कोही फर्स्टको, कोही सेकेन्डको, थर्डको ट्रेनिङ चाहिँ एउटै है। तर EF-हरूको ल भाइहरू एउटै हो, सबै मिलेर यहाँ जस्तो ट्रेनिङ फर्स्ट सेकेन्ड थर्डमा गएर पछि सुक्का भएर पनि त्यही लिनुपर्छ, त्यही उयोपर्छ। ट्रेनिङमा जस्तो सिकायो त्यही चाहिँ अब तिमीहरूले कायम राख्नु। त्यो त